नमस्ते। कथा बटुवामा तपाईँलाई स्वागत छ। कथा बटुवा जहाँ कथा यात्रामा हुन्छ। आज हामीले लिएर आएका छौँ तपाईँ असल मान्छे होइन। यस कथालाई कथाकार नयनदास पाण्डेले लेख्नुभएको हो। अब सुरु हुन्छ कथा तपाईँ असल मान्छे होइन। तपाईँहरूले उसलाई असल मान्छे ठानिरहनु भएको होला। होइन, ऊ असल मान्छे होइन। उसको लुगा मात्र असल हो, उसको बोली मात्र असल हो, उसको जुत्ता असल हो, ऊ असल किसिमको चुरोट खान्छ, असल खालको मदिरा सेवन गर्छ, तर ऊ असल मान्छे होइन। तपाईँहरू सबैलाई थाहा छ, उसले गाउँमै स्वास्नीलाई छाडेर आएको छ। अब ऊ सहरमा बस्छ। गाउँमा उसलाई कुर्दै बसेकी उसकी स्वास्नीसित अचेल ऊ फोनमा पनि बात गर्दैन। उसकी स्वास्नी भने गाउँमा आज पनि तीज र श्री पञ्चमीको व्रत बस्छे, उसको लामो आएको कामना गर्छे। उसका छोराछोरी पनि त छन् नि गाउँमा, तर ऊ तिनीहरूको पनि बाल मतलब गर्दैन। तपाईँहरूले उसको गाउँको घर पनि देख्नुभएको छ, कति जीर्ण र जर्जर छ। उसकी स्वास्नी र ती नाबालक छोराछोरी गाउँको त्यही थोत्रो घरमा त बस्छन् नि। सहर आएपछि ऊ अर्की नारीसित लहसियो, नारीको सुन्दरतामा अल्झियो, गाउँको बाटो बिर्सियो। मान्छेलाई कसरी असल भन्ने, कसरी राम्रो भन्ने। ऊ सहरको राम्रो घरमा बस्छ, राम्रो मोबाइल प्रयोग गर्छ, राम्रो घडी लगाउँछ, तर तपाईँहरूले भने जस्तो सोचे जस्तो राम्रो मान्छे ऊ कहाँ हो र। उफ, राम्रो मदिरा सेवन गरेपछि उसले बोलेको नराम्रो कुरा सुन्नुभएको छ। सबलाई गाली गर्छ, गाउँतिरका सबैले हरामी भन्छ, इडियट भन्छ। मोबाइलमा आफ्नै रखौटीसित हिजो रातिको सम्भोगको खुलेआम चर्चा गर्छ। उसलाई फोनबाटै किस गर्छ। त मात्र ठिक, अरू सब रन्डी राडी र फुडी हुन् भन्दै फोनमै अभद्र हाँसो हाँस्छ। ऊ राम्रो चस्मा लगाउँछ, राम्रो भोजन गर्छ, राम्रो जिममा गएर व्यायाम गर्छ। उसको शरीर राम्रो, हेयर स्टाइल राम्रो, तर ऊ राम्रो मान्छे होइन। उसको आवाज कति मिठो छ, बोली कति मिठो छ। तपाईँलाई त थाहै छ नि। ऊ कति जोसका साथ कविता पाठ गर्छ, कति उत्साहका साथ साहित्यको चर्चा गर्छ, फुर्सदमा कति मिठो स्वरमा गीत गाउँछ। तर तपाईँहरूले बिर्सनुभयो, साथीलाई मारेको अभियोगमा ऊ जेल पनि बसेको थियो। गाउँमा जुवा खेलाउँथ्यो, परस्त्री गमन गर्थ्यो, स्कुलमा हडताल गराउँथ्यो, शिक्षकलाई कुट्थ्यो। तैपनि तपाईँहरू उसलाई असल मान्छे ठान्नुहुन्छ। अचेल ऊ हरेक महिना एउटा नयाँ सुट किन्छ, हरेक हप्ता चस्मा फेर्छ, ब्रान्डेड सर्ट प्यान्ट लगाउँछ, हरेक महिना विदेश जान्छ। जुन देश गए पनि सबैभन्दा पहिला वेश्यालय र रेड लाइट एरियाको ठेगाना पत्ता लगाउँछ। ऊ हरेक दिन ब्लू फिल्म हेर्छ, साथीहरूलाई अश्लील एसएमएस र एमएमएस पठाउँछ। तर रेडियो, टेलिभिजन र एफएमहरूमा अन्तर्वार्ता दिँदा ऊ कति आदर्शवादी बन्छ, कति सिद्धान्तनिष्ठ बन्छ। ऊ सार्वजनिक रूपमा पारिजातको साहित्यको बखान गर्छ, कुन्ता शर्मा, भुवन ढुङ्गानाको प्रशंसा गर्छ। साँझ गाउँकी स्वास्नीलाई फोनमा हप्काउँछन्, भन राडी कहिले छोडपत्र गर्छेस्। उसको कोठामा पिस्तोल भेटिन्छ, यासा गुम्बा भेटिन्छ, ब्लू लेबलका दर्जनौं बोतल भेटिन्छन्, अश्लील डिभिडी भेटिन्छ। बदमास, तस्कर र विभिन्न पार्टीका भातृ सङ्गठनका बदनाम नेताहरूका फोन नम्बर नोट गरिएको डायरी भेटिन्छ। र पनि तपाईँहरू उसलाई असल मान्छे भन्नुहुन्छ। ऊ साथीहरूसित उधारो माग्छ, तर तिर्दैन। होटलमा अयासी गर्छ, बिल तिर्दैन। सुटुक्क क्यासिनो जान्छ, जुवा खेल्छ, होहल्ला गर्छ, मारपिट गर्छ, सार्वजनिक ठाउँमा पिस्तोल चलाउँछ। ऊ असल मान्छे होइन। असल मान्छेले जुवा खेल्दैन, अभद्र व्यवहार गर्दैन, अयासी गर्दैन, कपटपूर्ण बोली व्यवहार देखाउँदैन, कमिसन खाँदैन, बदमास, गुन्डा र तस्करहरूसित साँठगाँठ गर्दैन। तर उसले त यी सबै कुरा गर्छ। ऊ शोषण विरोधी भाषण गर्छ, तर आफ्नै कमलरीलाई हरेक दिन यातना दिन्छ। गाउँमा उसका स्वास्नी छोराछोरी भोक्कै सुत्छन्, तर ऊ हरेक रात कोची कोची डिनर लिन्छ, घर आएर हजमोला खान्छ। र पनि ऊ असल मान्छे। तपाईँहरू उसको पूजा गर्नुहुन्छ, आफ्नो घरको भित्तामा उसको फोटो टाँच्नुहुन्छ, उसका लेखहरू सङ्कलन गरेर राख्नुहुन्छ, उसका व्याख्यानहरू ध्यान दिएर सुन्नुहुन्छ, उसमाथि बाउभन्दा पनि बढी विश्वास गर्नुहुन्छ, उसको भाषणमा ताली बजाउनुहुन्छ। म छक्क परेको छु। कसरी असल ठान्नुभयो तपाईँहरूले उसलाई, कसरी चुनाव जिताउनु भयो उसलाई, कसरी तपाईँहरू उसको विजयोत्सवमा सहभागी हुनुभयो, कसरी उसको भाषणमा ताली बजाउनु भयो, कसरी उसको जय जयकार गर्नुभयो। तपाईँहरू असल मान्छे होइन। धन्यवाद। प्रस्तुत कथा हामीले
चकलेट कथा सङ्ग्रहबाट साकार गरेका हौँ। यसलाई लेख्नुभएको हो लेखक नयनराज पाण्डेले। यस्तै र अन्य कथाका लागि हामीसँग जोडिरहनुहोला। धन्यवाद।